गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियोमा हजुरहरूलाई स्वागत छ। आज हामी जाँदैछौँ साइकल बनाउनु किनकि साइकल पम्चर भएको छ। भिडियो चाहिँ हल्का फास्ट भयो जस्तो लाग्यो, त्यो हेर्नु सो चाहिँ हल्का फास्ट भयो जस्तो लाग्यो, त्यो हल्का सुस्तरी बोल्छ होइन। सो यहाँ देख्न सक्नुहुन्छ मेरो साइकल होइन, यो मेरो साइकल चाहिँ मेरो ब्लगमा चाहिँ पहिलोचोटि साइकल देखेको छ। ब्लगमा भन्दा पनि मेरो यो नयाँ च्यानलमा चाहिँ फर्स्टचोटि साइकल देखेको छ। मेरो साइकल चाहिँ यही नै हो। अनि कस्तो लाग्यो कमेन्ट डाउन बिलो। मेरो साइकलमा गियर थियो होइन, गियर भाँचिएको के गियर चाहिँ थियो, गियर भाँच्यो। अनि त्यो भएर एकचोटि गियर भाँचेपछि चाहिँ अर्कोचोटि नहाल्ने कि अब नयाँ साइकल किन्ने हो नि त, त्यो भएर। अनि अहिले चाहिँ अब चाहिँ यो गियर अहिले हाल्दिनँ म, पछि हेरौँ अब के हुन्छ होइन। अनि यता मेरो साइकलको सस्पेन्सन ठिकै छ होइन, त्यस्तो विधि चाहिँ छैन। सस्पेन्सन ओल्डिङ पनि हानेको छ किनकि यो चर्के थियो, भाँचिन चाहिँ भाँचेको थिएन। अनि मेरो ह्यान्डलको कुरा गर्न जाँदैछ, ह्यान्डल चाहिँ मेरो लामै छ है। ह्यान्डल चाहिँ पहिलाको भन्दा चाहिँ अलिकति लामो नै छ। मेरो नि ह्यान्डल नि भाँचेको थियो कि मेरो, हजुरलाई यहाँबाट देखाइदिन्छु। यहाँनिर ह्यान्डल मेरो पुरानो ह्यान्डल चाहिँ भाँचेको थियो। अनि यो चाहिँ अहिलेको नयाँ ह्यान्डल हो है, लङमा छ है, यो चाहिँ लङमा। सो देख्न सक्नुहुन्छ यो लङमा छ। अनि यो पनि न्यू हो है, ट्याक्क देख्न सक्नुहुन्छ यो पनि नयाँ हो। अनि अरू भनेको पानीको बोतल, यो बोतल पनि नयाँ, बोतल चाहिँ पुरानै हो, सबै पुरानै हो तर हालिदिएको। अनि यो सिट चाहिँ नयाँ हो देख्न सक्नुहुन्छ अरू पनि। अनि स्ट्यान्ड छ। अनि यता हाम्रो ब्रेक, हाम्रो बबाल लाग्छ ब्रेक पनि। अनि टायर चाहिँ मैले अर्को रोकिन मेरो पुरानो टायर देखाइन्छ है। टायर खोजेको पुरानो टायरै पाएन कि, सो अब त्यस छोडिदिउँ। मेरो यो टायर चाहिँ न्यू टायर हो। अनि न्यू टायर भन्दा नि सेकेन्ड टायर, सेकेन्ड ह्यान्ड, किनकि नयाँ किन्नलाई हल्का अहिले छैन नि त, त्यो भएर नि। अनि सो नयाँ साइकल नै हो, यो नयाँ टायर नै भनिदिउँ न होइन, अब नयाँ टायर नै भनिदिउँ। अनि हावा चाहिँ छैन कि, अब के गर्नु त नि, हावै छैन। अब देख्न सक्नुहुन्छ हावै छैन। अहिले दोकानतिर जानुपर्ने हुन्छ, पञ्चायत पनि हुनसक्छ, हावै छैन पञ्चायत पनि हुनसक्छ, सो थाहा छैन है। अब दोकानमा बेसी थाहा हुन्छ त्यो त होइन। अनि अरू भनेको त्यही हो, 3x1 को गियर सेटअप छ, 3x1 को गियर सेटअप छ। अनि अरू भनेको त्यही हो, बवाल छ साइकल नै। अलिकति हावा मात्रै नभएर हो, नत्र चाहिँ बवाल अब बिस्तारै त्यो साइक्लिङको भ्लगहरू पनि हेराउँछु। सो अहिलेलाई चाहिँ साइकलको छोटो मोटो सिनेमेटिक हेर्नु होला है त। फुल्का पनि भइसकेको छ। मैले पञ्चायत तालिसकेको थिएँ होइन। अनि साइकल चाहिँ भित्र यो घरभित्र राखेको छ कि। अनि मैले चाहिँ उता बारी जानुपर्ने काम पऱ्यो कि। गाइस चाहिँ अलि म बारीमा छु, देख्न सक्नुहुन्छ होइन। हाम्रो यता चाहिँ हाम्रो आमाहरूको बारी हो। अन्त चाहिँ आज मकै भाँचेको रहेछ कि, त्यही बोकिदिनु पर्ने भयो क्या। अनि लगाएर बोकिदिउँ भनेर आइदिएको। सो त्यही नै हो है त। यता डोको मकै टक्क घर लानु पर्ने हुन्छ। मकै लोड भइसकेको छ देख्न सक्नुहुन्छ होइन। हो यो हाली जानुपर्ने हुन्छ गाइस, घर आइसकेको छ। गाह्रो आजको भ्लग यतातिर इन हालिदिउँ होइन। हाम्रो त्यहाँनिर एउटा कटर फलेको रहेछ कि, त्यहाँ देख्न सक्नुहुन्छ होइन। फेरि एउटा मात्रै फलेको क्या, अरू कुनै रूपमा फलेन क्या। सो त्यही नै हो आजको भिडियो, यति नै। थ्याङ्क्स फर वाचिङ भिडियो। सो मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब यदि नआउँछ भने प्लिज सब्सक्राइब गरिदिनु होला है, प्लिज सब्सक्राइब गरिदिनु होला। 1K मा चाहिँ यस्तो बबल सेलिब्रेसन हान्नुपर्ने हुन्छ होइन। सो प्लिज सब्सक्राइब गरिदिनु होला। सो त्यही नै हो है त।